हजुरलाई चाहिँ कसैले यु डिजर्भ बेटर भनेको हुनसक्छ अथवा हजुरले कसैलाई यु डिजर्भ बेटर भनेको हुन सक्नुहुन्छ or that could happen like a few months back whatever okay or I can see that somebody wants you to know okay कसैले चाहिँ हजुरलाई भन्न चाहन्छ कि you deserve better you know so the current energy whatever I'm picking up on अथवा युनिभर्सले चाहिँ हजुरलाई भन्न चाहनुहुन्छ कि you deserve better okay and this is like a very truth this is like a very straightforward message I'm literally seeing 111 for the confirmation हजुरले चाहिँ better deserve गर्नुहुन्छ कि so we also have toxic person here so obviously हजुर कोही toxic person सँग चाहिँ deal गर्नु भएको थियो deal गर्दै हुनुहुन्छ so त्यो कनेक्सनबाट चाहिँ निस्किनु this is what universe wants you to know हजुर त्यो कनेक्सनबाट निस्किनु पर्यो किनभने त्यो कनेक्सन हजुरको लागि ठिक छैन that is the reason you deserve better त्यो रिलेसनसिप टक्सिक छ you are not happy यो चाहिँ why because यो कार्मिक कनेक्सन हो oh my god कार्मिक कनेक्सन्स छ चाहिँ हजुरहरूको एकजनासँग मात्र होइन 2-3 जनासँग बोलिराख्नु भएको छ कसैले हजुरलाई राम्रो ट्रिट गरिरहेको छैन एक्सपेक्टेसन गरिराख्नु भएको छ कि यो मान्छे चाहिँ चेन्ज होला नि मेरो लागि यो मान्छेले मलाई राम्रो ट्रिट गर्ला नि समथिङ लाइक द्याट तर नो हजुरहरू चाहिँ कार्मिक कनेक्सनसँग डिल गरिराख्नु भएको छ जसले हजुरबाट फाइदा लिन्छ बेनिफिट लिन्छ र हजुरहरूलाई एकदम हजुरको एनर्जी ड्रेन गरेर चाहिँ हजुरलाई छोडिदिन्छ कि सो यु हेभ टु move on okay this is what I'm getting हजुरको लागि मेसेज आएको छ फ्रम युनिभर्स दिस इज हार्स आई नो यो मेसेज एकदमै हार्स छ यु माइट से लाइक नो एन्ड अल बट ट्रस्ट मी एन्ड देन लाइक इफ हजुरहरूले यो कुरा जस्तो यो सिचुएसन हजुर जे पनि फेस गरिराख्नु भएको छ मैले भने जस्तै यो टक्सिसिटी भइरहेछ कोही मान्छेसँग र त्यही पनि हजुरले इग्नोर गरिराख्नु भएको छ होइन मेबी चेन्ज हुन्छ भने यु आर गोइङ टु रिग्रेट लेटर दिस इज लाइक भेरी वार्निङ टाइप अफ रिडिङ फर यु र एट द सेम टाइम हजुरको लागि सरी आई डिडन्ट गिभ यु क्लोजर सो कसैको साइडबाट हजुरलाई क्लोजर चाहिएको थियो मेबी यो मान्छेले आएर मलाई सरी भन्छ होला मेबी आएर फकाउँछ होला मेबी सेकेन्ड चान्स दिन्छ होला वाट एभर इट इज नो यु डोन्ट निड क्लोजर भनेको नै यो पर्सन हजुरको लागि ठिक छैन तपाईँले एक्सेप्ट गर्नु पर्यो र यु निड टु मुभ अन म्यासेज एकदम स्ट्रेट फरवर्ड आइरहेको छ फ्रम युनिभर्स द्याट यु निड टु मुभ अन ओके र कसैको क्लोजरको लागि कोही आएर हजुरलाई सरी भन्छ फिक्स गर्छ त्यस्तो मेन्टालिटी नराख्नु लेट गो यु हेभ टु मुभ फरवर्ड एक्सपेक्टेसन्स नराख्नु अरूदेखि आफूदेखि राख्नु एन्ड देन एभ्रिथिङ इज गोइङ टु बी अल राइट ओके सो दिस इज द हार्स म्यासेज दिस द हार्स ट्रुथ आजको रिडिङमा बट इट इज वाट इट इज हजुरले एक्सेप्टेन्स गरेर अगाडि बढ्नु सो द्याट हजुरले बेटर मान्छे बेटर हेल्पफुल काइन्ड पर्सन चाहिँ भेट्नुहुन्छ फ्युचरमा अरू रिलेसनसिप मात्र होइन कि फ्रेन्डसिपको कुरा पनि हुनसक्छ हजुरहरू कोही आफ्नो लाइफमा एकदम टक्सिक साथीहरू छ जसले हजुरको फाइदा उठाइरहेको छ बेनिफिट लिइरहेको छ भने हजुरहरूको लागि साइन हो त्यस्तो टक्सिक मान्छे त्यस्तो टक्सिक साथीलाई चाहिँ निकालिदिनु आफ्नो लाइफबाट र बरु सिङ्गल बस्नु एक्लै बस्नु नो प्रब्लम विथ द्याट ओके बट डु नट सेटल फर लेस देन यु डिजर्भ त्यो वेदर फ्रेन्डसिपमा होस् अर रिलेसनसिपमा यो चाहिँ छ म्यासेज आज हजुरहरूको लागि सो आई होप यो म्यासेज हजुरहरूको लागि रेजोनेट भएको छ होला अब नहुन नि सक्छ बिकज वी माइट नट बी इन अ सेम अलाइनमेन्ट टाइमलाइन ओके बट यो जेनरल रिडिङ हो दिस इज अ कलेक्टिभ रिडिङ ओके र पर्सनल रिडिङको लागि हजुरहरूले मलाई इन्स्टाग्राम र वाट्सएपमा म्यासेज गर्न सक्नुहुन्छ सो आफ्नो केयर गर्नु एन्ड स्टे प्रोटेक्टेड एन्ड स्टे अवेर